कल्पना गरौँ है, एउटा यस्तो घना जङ्गलबाट बाहिर निस्किएको अवस्था जहाँ पुर्खाहरूले सयौं वर्षदेखि फिरन्ते जीवन बिताएका थिए। बाहिरको संसार त उनीहरूको लागि पुरै बिरानो हुन्छ नि। एकदम। मानिसहरू अनौठो प्रकारका लुगा लगाउँछन्, नबुझिने भाषा बोल्छन्, अनि उनीहरूको बाँच्ने तरिका पुरै फरक छ। अब त्यो नयाँ संसारको हिस्सा बन्न त्यहाँ घुलमिल हुन के गर्नु पर्ला त? यो केवल कसैको नक्कल गर्ने सामान्य अवस्था पक्कै होइन। यो त एउटा अत्यन्त जटिल र के भन्छ गहिरो रूपान्तरण नै हो। त्यही त नि, साँच्चै सोच्ने हो भने एउटा भर्खर जन्मिएको शिशुलाई हेरौँ न, उसँग के हुन्छ? मात्र जैविक आवश्यकताहरू, भोक लाग्दा रुनु, निद्रा लाग्दा सुत्नु। सही कुरा। संसारको जुनसुकै कुनामा जन्मिएको शिशुको पनि आधारभूत जैविक कार्य एउटै हुन्छ नि त। हो, तर जब ऊ हुर्कँदै जान्छ, उसले के खाने, कसरी खाने, कस्तो भाषा बोल्ने र कुन गतिविधिलाई सही वा गलत मान्ने भन्ने कुरा त उसको वरपरको समाजले निर्धारण गर्छ। मासु र हड्डीको एउटा जैविक संरचना कसरी एउटा जटिल सामाजिक सञ्जालको हिस्सा बन्छ त? यो मानव सभ्यताकै सबैभन्दा महत्त्वपूर्ण र निरन्तर चलिरहने प्रक्रिया हो है। सामाजिकीकरण। हजुर, यो केवल शारीरिक वृद्धि मात्र होइन, यो त समाजको एउटा सक्रिय हिस्सा बन्ने, विचारहरू ग्रहण गर्ने र मानव सभ्यताको अंश बन्ने सम्पूर्ण संयन्त्र हो। एउटा मानिस जैविक प्राणीबाट सामाजिक व्यक्ति बन्ने यो प्रक्रिया यति सूक्ष्म हुन्छ कि हामी यसलाई विरलै मात्र महसुस गर्छौं। आजको हाम्रो यो विस्तृत छलफलको केन्द्रबिन्दु पनि यही संयन्त्रलाई बुझ्नु हो नि। हामीसँग आज एउटा निकै विशिष्ट स्रोत सामग्री छ, सामाजिकीकरण र राउटे समुदाय पाठयोजना। सुन्न त यो कुनै विद्यालयको एउटा सामान्य शैक्षिक दस्तावेज जस्तो मात्र लाग्न सक्छ, होइन? हो नि, तर यसभित्र समाजशास्त्रको यति ठूलो र अमूर्त सिद्धान्तलाई एउटा सानो कक्षा कोठाको 60 मिनेटभित्र कसरी उतार्न सकिन्छ भन्ने सूक्ष्म नक्सा कोरिएको छ। एकदम। हाम्रो आजको मुख्य उद्देश्य भनेको एउटा जैविक प्राणी कसरी सामाजिक व्यक्तिमा रूपान्तरण हुन्छ भन्ने सिद्धान्त बुझ्नु हो, अनि त्यसलाई नेपालको राउटे समुदायको प्रत्यक्ष उदाहरण मार्फत केलाउनु पनि हो। यो पाठ योजना आफैमा एउटा उत्कृष्ट बौद्धिक अभ्यास हो है, किनभने समाजशास्त्रका ठूला ठेलीहरूमा लेखिएका सैद्धान्तिक अवधारणालाई कक्षा कोठाको व्यावहारिक धरातलमा झार्नु निकै गाह्रो काम हो नि त्यो त। हो नि, अनि विद्यार्थीलाई उनीहरूकै परिवेशको जीवन्त उदाहरण दिएर सिकाउनु चान्चु नै चुनौती होइन। यसले सुरुमै आफ्ना सिकाइ उपलब्धिहरू स्पष्ट पारेको छ। के छन् ती उपलब्धिहरू? पहिलो, सामाजिकरणको अवधारणा बुझाउने, र दोस्रो, राउटे समुदायको सन्दर्भ जोडेर यो रूपान्तरण कसरी हुन्छ भनेर देखाउने। पाठ योजनाको निष्कर्ष खण्डलाई आधार मान्ने हो भने सामाजिकरण भनेको समाजले स्वीकारेका मूल्य मान्यता, आदर्श र व्यवहार सिक्ने एउटा निरन्तर प्रक्रिया हो। ल, यसलाई अलिक खोतलेर हेरौँ है त। यो प्रक्रियालाई बुझ्न म एउटा तुलनात्मक दृष्टान्त प्रस्तुत गर्छु। हस्, भन्नुस् न। मान्नु, जन्मदाखेरि मानिस एउटा कम्प्युटरको खाली हार्डवेयर जस्तै हुन्छ। त्यसमा स्क्रिन छ, प्रोसेसर छ, तर सफ्टवेयर बिना त्यो आफै चल्न सक्दैन। एकदम सटिक उदाहरण। अनि समाजले बिस्तारै त्यसमा भाषा, नियम र व्यवहारको सफ्टवेयर इन्स्टल गरिदिन्छ। तब मात्र त्यो कम्प्युटरले अरू डिभाइससँग सञ्चार गर्न सक्छ, नेटवर्कमा जोडिन सक्छ। ठ्याक्कै त्यही हो। तर खै यहाँनिर मेरो एउटा प्रश्न छ है। एउटा नयाँ खाली कम्प्युटरमा सफ्टवेयर इन्स्टल गर्न त एकदमै सजिलो छ नि, कम्प्युटरले कुनै विरोध गर्दैन। तर मानिस त खाली कम्प्युटर होइन नि त। राउटे समुदायको सन्दर्भमा हेर्ने हो भने उनीहरूसँग त सयौं वर्षदेखि जङ्गलमा बाँच्न सिकाउने आफ्नै स्थापित अपरेटिङ सिस्टम छ। सही पोइन्ट उठाउनु भयो। अब त्यो चलिरहेको अपरेटिङ सिस्टममा आधुनिक बाह्य समाजको नयाँ सफ्टवेयर इन्स्टल गर्न खोज्दा त्यहाँ त ठूलो घर्षण हुन्छ होला नि। यो त एउटा म्याक कम्प्युटरमा जबरजस्ती विन्डोज अपरेटिङ सिस्टम हाल्न खोजे जस्तो भएन र? ओहो, यो तुलनाले विषयवस्तुको जटिलतालाई एकदमै सटिक रूपमा प्रस्तुत गर्छ। हो, जब दुईवटा फरक प्रणालीहरू ठोकिन्छन् त्यहाँ अनिवार्य रूपमा घर्षण हुन्छ नै। सजिलै स्वीकार त गर्दैनन्। नयाँ मूल्य मान्यताहरू जस्ताको तस्तै कहिले पनि लागू हुँदैनन्। यही घर्षण र संक्रमणकालीन अवस्थालाई सम्बोधन गर्न नै पाठ योजनाले आफ्नो प्रस्तुतिकरण खण्डमा राउटे समुदायलाई केन्द्रमा राखेको हो। अनि यसको लागि समय कति छुट्याइएको छ नि? यस खण्डका लागि 25 मिनेटको समय छुट्याइएको छ।
फिरन्ते जीवन बिताउने राउटे समुदाय बिस्तारै बाह्य समाजसँग कसरी घुलमिल हुँदैछन् भनेर देखाउन स्रोत सामग्रीले 3वटा विशिष्ट परिवर्तनहरूलाई अगाडि सारेको छ। के हुन् ती परिवर्तनहरू? पहिलो, कोट लगाउनु। दोस्रो, नेपाली भाषा बोल्न थाल्नु। र तेस्रो, उपहार आदान प्रदान गर्नु। यहाँनिर कुरा साँच्चीकै रोचक बन्छ। तर मलाई नि यो उदाहरणमा गम्भीर शङ्का छ है। कस्तो शङ्का? यदि कोही मानिस केही समयको लागि विदेश गयो, मानौ जापान गयो, र त्यहाँका मानिसहरूलाई खुसी पार्न वा आफ्नो काम सहज बनाउन निहुरिएर अभिवादन गर्न थाल्यो भने के त्यसलाई सामाजिकीकरण भन्ने त? त्यो त एउटा रणनीतिक कदम जस्तो भयो। त्यही त, त्यो त केवल त्यहाँ रौन्जेल सहज होस् भनेर अपनाइएको रणनीतिक अनुकूलता मात्र हो नि। राउटेहरूले पनि जाडोबाट बच्न बाहिरी मानिसले दिएको कोट लगाए होलान्, वा आफ्नो काठको भाँडाकुँडा साट्न सजिलो होस् भनेर अलिअलि नेपाली सिके होलान्। हजुर, बाहिरी रूपमा हेर्दा त्यस्तै देखिन्छ। भनेपछि के यो साँच्चै नै उनीहरूको भित्री सामाजिकीकरण भएको हो त, कि आफ्नो आवश्यकता पूरा गर्न गरिएको बाहिरी नक्कल मात्र हो? यो पाठ योजनाले उनीहरू साँच्चै रूपान्तरण भइरहेका छन् भनेर कसरी पुष्टि गर्छ नि? एकदमै गहिरो प्रश्न गर्नुभयो। सतहमा हेर्दा यो केवल बाँच्नको लागि गरिएको नक्कल वा रणनीतिक अनुकूलता जस्तो मात्र लाग्न सक्छ। तर समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा नि यसका भित्री संयन्त्रहरूले निकै गहिरो प्रभाव पारिरहेका हुन्छन्। कसरी नि? अलिकति प्रष्ट पारिदिनुस् न। नेपाली भाषा बोल्ने उदाहरणलाई नै हेरौँ न। भाषा भनेको आवश्यकता पूरा गर्ने प्राविधिक औजार मात्र त होइन नि। भाषा त विचारको माध्यम पनि हो। ठ्याक्कै, यो त विचार निर्माण गर्ने साँचो हो। जब राउटे समुदायका कुनै व्यक्तिले नेपाली भाषाका शब्द र वाक्य संरचना प्रयोग गर्न थाल्छन्, उनीहरूले अन्जानै बाह्य समाजले संसारलाई हेर्ने दृष्टिकोण, समयको अवधारणा र सामाजिक पदानुक्रमलाई पनि आफ्नो दिमागमा प्रवेश गराइरहेका हुन्छन्। ओहो। हजुर, उनीहरूले नयाँ भाषा बोल्दा नयाँ सामाजिक यथार्थलाई पनि स्वीकार गरिरहेका हुन्छन्। भनेपछि भाषाले मानिसको सोच्ने तरिका नै बदल्छ भन्ने तथ्यलाई मान्ने हो भने यो नक्कल मात्र पक्कै होइन। हो नि, नक्कल मात्रै कहाँ हो र? तर त्यो तेस्रो उदाहरण नि, उपहार आदान प्रदान गर्नु, मलाई त यो अलि अनौठो लाग्यो। एउटा काठको ठेकी दिएर अन्न लिनु त सीधा सीधा वस्तु विनिमय वा व्यापार भएन र? सुन्दा त्यस्तै लाग्छ। अनि यसलाई सामाजिकरणको ठूलो प्रमाण कसरी मान्न सकिन्छ र? व्यापार त जोसँग पनि गरिन्छ नि। मानवशास्त्रमा उपहार आदान प्रदानको संयन्त्रलाई निकै शक्तिशाली मानिन्छ नि। यो केवल तिमी मलाई यो दिऊ, म तिमीलाई त्यो दिन्छु भन्ने व्यापार मात्र होइन। अनि के हो त? जब एउटा संस्कृतिले अर्को संस्कृतिलाई उपहार दिन्छ, त्यहाँ एउटा मनोवैज्ञानिक र सामाजिक चक्र सुरु हुन्छ। उपहारले एउटा अदृश्य सामाजिक ऋण वा के भन्छ दायित्व सृजना गर्छ। जसले लिन्छ उसले फर्काउनु पर्छ भन्ने अलिखित नियम। एकदम सही। यसले दुई पूर्ण रूपमा अपरिचित र फरक संस्कृतिहरूबीच विश्वासको जग बसाल्छ। यसले उनीहरूलाई निरन्तर अन्तर्क्रिया गर्न बाध्य बनाउँछ नि त। एकपटक दिएर मात्र सम्बन्ध सकिँदैन। सकिँदैन। बिस्तारै यो अन्तर्क्रियाले सद्भावको पुल निर्माण गर्छ। त्यसैले उपहार साटासाट गर्नु भनेको दुईवटा फरक समाजहरू बिस्तारै एउटै बृहत सामाजिक नेटवर्कमा जोडिने अर्थपूर्ण प्रक्रिया हो। ओहो, भनेपछि उपहारले एउटा कारोबारको अन्त्य होइन, बरु एउटा नयाँ सामाजिक सम्बन्धको सुरुवात गर्छ। ठ्याक्कै त्यही हो। यो संयन्त्र बुझेपछि मात्रै राउटे समुदायको परिवर्तन किन यति महत्त्वपूर्ण छ भन्ने कुरा प्रष्ट हुन्छ। तर अब खै हामी यो सम्पूर्ण दर्शनलाई कक्षा कोठामा कसरी उतारिन्छ भन्ने पढाउने शैली वा शैक्षिक विधिको पाटोतर्फ लागौँ है त। हस्, लागौँ। एउटा शिक्षकसँग जम्मा 60 मिनटको समय हुन्छ नि त। यो छोटो समयभित्र एउटा जैविक प्राणीदेखि सामाजिक व्यक्तिसम्मको रूपान्तरण बुझाउनु चान्चु नै चुनौती होइन। यो पाठ योजनाले समयको व्यवस्थापन कसरी गरेको छ नि? समय र विधिको व्यवस्थापन निकै रणनीतिक छ है यसमा। शिक्षक कक्षामा पस्ने बित्तिकै सिधै परिभाषा लेखाउन थाल्दैनन् नि। सिधै परिभाषा लेखाउँदैनन्। पहिलो 10 मिनट प्रवेश खण्डको लागि राखिएको छ। यसमा शिक्षकले पाठ्य पुस्तकमा भएका चित्रहरू प्रयोग गर्छन्। कस्ता चित्रहरू? एकातिर जंगलमा बसिरहेका राउटे समुदायको चित्र हुन्छ अनि अर्कोतिर खेलिरहेका बालबालिकाको। शिक्षकले विद्यार्थीलाई ती चित्रहरू हेरेर उनीहरूको जीवनशैलीका बारेमा प्रश्न गर्छन्।
परिभाषाबाट सुरु नगरेर दृश्य वा चित्रबाट सुरु गर्नुको पछाडि गहिरो विज्ञान लुकेको छ है। हाम्रो दिमागले अमूर्त शब्दहरू भन्दा दृश्यलाई निकै छिटो र गहिरो रूपमा प्रशोधन गर्छ नि त। एकदम सही कुरा। जब विद्यार्थीले राउटे समुदायका मानिस र आफ्नै उमेरका बालबालिकाको चित्र सँगसँगै देख्छन्, उनीहरूको दिमागमा राउटे समुदाय भनेको कुनै किताबको पानामा मात्र सीमित पात्र नभई यथार्थ संसारका आफ्नै जस्ता मानिस हुन् भन्ने तथ्य स्थापित हुन्छ। यसले विषयवस्तुलाई व्यक्तिगत रूपमा महसुस गर्न सघाउँछ। हजुर। अनि त्यसपछि शिक्षण सामग्रीको अर्को महत्त्वपूर्ण पाटो आउँछ। पाठ्ययोजनाले स्पष्ट रूपमा निर्देश गरेको छ कि कक्षामा राउटे समुदायको सामाजिकीकरण अभियान सम्बन्धी समाचारका अंशहरू ल्याउनुपर्छ। ओहो, वास्तविक समाचार नै? हो नि, सिद्धान्तलाई वर्तमान समयमा घटिरहेका घटनाहरूसँग जोड्ने यो एउटा बलियो कडी हो। यसले विद्यार्थीलाई के बुझाउँछ भने समाजशास्त्र भनेको विगतको इतिहास मात्र होइन, यो त दैनिक पत्रिकामा छापिने हाम्रै आँखा अगाडि भइरहेको निरन्तर प्रक्रिया हो। कति राम्रो तरिका! सिद्धान्त र यथार्थलाई जोड्ने यो विधिको प्रयोग 25 मिनेटको प्रस्तुतिकरण खण्डभरि रहन्छ। यो सबै सुनेपछि मलाई सबैभन्दा रोचक लागेको अर्को खण्ड भनेको समूह कार्य हो है। त्यो खण्ड साँच्चै महत्त्वपूर्ण छ। प्रस्तुतिकरण पछि 15 मिनेटको समय विद्यार्थीहरूको समूह कार्यका लागि छुट्याइएको रहेछ, जहाँ विद्यार्थीहरूले राउटे समुदायलाई बाह्य समाजसँगको अन्तर्क्रियाले के फाइदा पुर्याएको छ भन्ने विषयमा छलफल गर्नुपर्छ। हजुर। यहाँनिर मलाई के लाग्छ भने नि, यो समूह कार्य आफैमा एउटा सानो सामाजिकीकरणको मसिन हो नि। हो, कसरी? हेर्नुहोस् है, विद्यार्थीहरू आफ्नो बेन्चमा चुपचाप बसेर एकहोरो लेक्चर सुन्नुको साटो समूहमा जम्मा हुन्छन्। कसले बोल्ने, कसरी अरूको विचार सुन्ने, फरक मतलाई कसरी सम्मान गर्ने र एउटा साझा निष्कर्षमा कसरी पुग्ने भनेर उनीहरू त्यहाँ अभ्यास गरिरहेका हुन्छन्। एकदम सही विश्लेषण। भनेपछि उनीहरूले सामाजिकीकरणको सिद्धान्त मात्र पढिरहेका छैनन्, प्रत्यक्ष रूपमा सामाजिकीकरणको प्रक्रियाबाट आफै गुज्रिरहेका पनि छन् नि त। कक्षा कोठा आफैमा समाजको एउटा सानो रूप हो भन्ने तथ्यलाई यसले प्रमाणित गर्छ नि। सामाजिकीकरण भनेको एकतर्फी रूपमा बाह्य कुराहरू लाद्ने प्रक्रिया होइन भन्ने कुरा विद्यार्थीले यही समूह कार्यबाट सिक्छन्। अन्तर्क्रिया भनेको दोहोरो हुन्छ भनेर। हो, बाह्य समाजसँग अन्तर्क्रिया गर्दा राउटे समुदायले पनि आफ्ना लागि अर्थपूर्ण फाइदाहरू महसुस गरिरहेका छन् भन्ने कुरा विद्यार्थी आफैले खोजेर निकाल्नुपर्छ। यसले उनीहरूको आलोचनात्मक चेत विकास गर्छ। अनि अन्तिममा के हुन्छ नि? अन्ततः यो सबै सिकाइ सफल भयो कि भएन भनेर जाँच्न अन्तिम 10 मिनेट मूल्याङ्कन र निष्कर्षको लागि छुट्याइएको छ। त्यो मूल्याङ्कन खण्डमा सोधिने प्रश्नहरू पनि निकै सटिक छन् नि। सामाजिकीकरण भनेको के हो र राउटेहरूमा आएका कुनै 2वटा परिवर्तनहरू बताउनुहोस्। यी 2 प्रश्नले समग्र 60 मिनेटको कक्षाको भार बोकेका छन्। एकदम। पहिलो प्रश्नले विद्यार्थीको सैद्धान्तिक बुझाइ जाँच्छ भने दोस्रो प्रश्नले व्यावहारिक अवलोकन क्षमतालाई। यदि विद्यार्थीले यी 2 प्रश्नको उत्तर दिन सके भने शिक्षकले सुरुमा राखेको जैविक प्राणीबाट सामाजिक व्यक्ति बन्ने अवधारणा बुझाउने लक्ष्य पूरा भयो भन्न सकिन्छ नि त। हो, समग्र पाठ योजनाको शक्ति नै यही हो। यसले अमूर्त सिद्धान्तलाई ठोस यथार्थसँग जोड्छ, एकहोरो सिकाइलाई दोहोरो अन्तर्क्रियामा बदल्छ र कक्षा कोठालाई एउटा जीवन्त समाजको प्रयोगशाला बनाउँछ। साँच्चै नै राउटे समुदायले बाह्य समाजसँग गरिरहेको अन्तर्क्रियाले हामीलाई सिकाउँछ कि कुनै पनि समाज स्थिर हुँदैन, यो सधैँ गतिशील हुन्छ र एक अर्काको सम्पर्कबाट प्रभावित भइरहन्छ। एकदम। आजको यो गहिरो अध्ययनको निष्कर्ष निकाल्दा हामीले के देख्यौं भने कसरी एउटा सामान्य जस्तो लाग्ने पाठ योजनाले त्यत्रो ठूलो दार्शनिक सिद्धान्तलाई समेटेको छ। शिक्षा भनेको 4 दिवारभित्र किताबका पानाहरू कन्थ पार्ने विषय मात्र होइन नि। होइन नि। यो त समाजमा भइरहेका निरन्तर परिवर्तनहरूलाई बुझ्ने, विश्लेषण गर्ने र त्यसमा आफ्नो स्थान खोज्ने एउटा शक्तिशाली माध्यम हो। राउटे समुदायको रूपान्तरणले हामीलाई मानव स्वभावको लचिलोपन र अनुकूलन क्षमताको बारेमा धेरै कुरा सिकाउँछ। हजुर, यो कुरा एकदम सान्दर्भिक छ। अनि योले हामीलाई एउटा गहिरो सोचाइतर्फ पनि धकेल्छ नि। सुरुमा हामीले कम्प्युटर र सफ्टवेयरको दृष्टान्तको चर्चा गरेका थियौं, कसरी समाजले हाम्रो खाली हार्डवेयरमा मूल्य मान्यता र व्यवहारको सफ्टवेयर इन्स्टल गर्छ।
हामीले कुरा गरेका थियौं। हामीले यो पनि बुझ्यौं कि राउटे समुदाय बिस्तारै आफ्नो पुरानो अपरेटिङ सिस्टममा आधुनिक समाजका नयाँ फिचरहरू अपडेट गर्दैछन्। तर यदि हामी सबै समाजको सफ्टवेयरबाटै सञ्चालित छौं भने नि, हजुर, आजको यो आर्टिफिसियल इन्टेलिजेन्स, भर्चुअल रियालिटी र द्रुत गतिमा बदलिँदो प्रविधिको युगमा जहाँ समाज आफै हरेक दिन अकल्पनीय रूपमा परिवर्तन भइरहेको छ, हामी चाहिँ कुन नयाँ समाजको लागि तयार हुँदैछौँ त? ओहो, यो त निकै गम्भीर प्रश्न हो नि, जब हाम्रो बाह्य समाज नै यति अस्थिर र द्रुत छ, तब हामीले इन्स्टल गरिरहेको यो सामाजिक सफ्टवेयरले भोलिको नयाँ संसारलाई धान्न सक्ला त? सोच्नै पर्ने कुरा हो यो। यो यस्तो प्रश्न हो जसले हामीलाई हाम्रो आफ्नै निरन्तर बदलिरहेको सामाजिक अस्तित्वको बारेमा सोच्न बाध्य बनाउँछ। आजको लागि हाम्रो यो विस्तृत छलफल यही अन्त्य हुन्छ। फेरि भेट्नेछौँ अर्को गहिरो अध्ययनका साथ।